दुःखले भरिएको संसारमा आफ्नो दुःख बाँड्नु भनेर सायद भगवानले बनाइदिनु भएको होला साथी। साथ दिन तयार जहिले, चाहे दिन होस् या राति। जस्तै परिस्थिति आए पनि सानो सानो कुराले हँसाइदिने, खोइ कस्तो हो यो जाति। जब हुन्थ्यौ सबै साथमा हामी, हुन्थेन कहिले पनि खुसीको कमी। न त लाग्थ्यो भोक न त तिर्खा पनि, न त हुन्थ्यो फ्युचरको टेन्सन, न केही कुराको चिन्ता पनि। तर अहिले कोही साथी कहाँ त कोही साथी कतै, सम्झेर बसेछु आज ती रमाइलो पलहरू हेर्दै आकाशमाथि। बातचित त हुँदैन धेरै, तर सम्झना मनमा रहनेछ सधैँभरि। त्यसैले दुःखले भरिएको संसारमा आफ्नो दुःख बाँड्नु भनेर सायद भगवानले बनाइदिनु भएको होला साथी। नयाँ साल, नयाँ दिन र नयाँ आश, तर त्यही पुरानो म, पुरानो रहर र त्यही पुरानो चाहनाहरू बोकी आज धेरै दिनपछि मेरो साथीभाइ दादाहरूसँग भेट्नु जाँदैछु। सधैँ झै आज पनि एउटै कहानी। 12 घन्टा ड्युटी गरी शरीरमा हल्का थकान बोकी अनि आँखा निन्द्रा सरी। तर धेरै दिनपछि गाउँको साथीभाइसँग भेट्नको लागि मन पनि धेरै रमाइरहेको छ। शारजादेखि करिब 1 घन्टापछि म दुबई पुगेर दादासँग भेटेँ। Yes, brother. Yes, दाजु, Happy New Year. Happy New Year. ठिक छ? ठिक छ यार। दादाको रुममा एकछिन रेस्ट गरेर खानासाना खाएर हामी दाजुभाइ अरू साथीसँग भेट्नको लागि निक्ल्यौँ। अलिक अघि नै आएर ठिक्कै मेट्रो स्टेसनमा हामीलाई सुगम दाले पर्खिरहनु भएको थियो। ह्याप्पी न्यू इयर मेरो भाइको भ्युवर्सहरूलाई नि सबैले ह्याप्पी न्यू इयर। र हामी 3 जना अरू साथीसँग भेट्नको लागि बर्दुबईतर्फ लाग्यौँ। करिब 5-6 वटा स्टेसन पार गरेर हामी बर्दुबई पुग्यौँ। र आज 10 महिनापछि म दादा र साथीसँग भेट्दै थिएँ। दादा आज भर्खरै दुबई आउनुभएको र साथी 1 महिना अगाडि। र हाम्रो भेटघाट यतिमै सीमित हुँदैन, अझै अरू साथीहरू पनि आउँदै थियो। त्यसैले साथीहरूलाई पर्खिँदै हामी बर्दुबईको रमाइलो दृश्य हेर्दै रेला ठट्टा गर्दै यताउता घुम्न थाल्यौँ।
ओए कुशल बच्चा बुझ्यो चिन्ता कहिले हो SD अरे र फाइनल्ली धेरै लामो समयपछि सबै साथीभाइहरू हामी भेट भयौँ। हजारौँको भिडमा पनि अब चाहिँ आफ्नो गाउँमा भएको जस्तो हल्का हल्का महसुस हुन थाल्यो। जिन्दगी पनि धेरै अचम्मको छ। कसले सोचेको थियो होला हामी यसरी एकादेशमा गाउँको साथीभाइहरू भेट्छौँ भनेर, र कसले सोचेको थियो होला एकादेशमा हामी गाउँघरको त्यो पुरानो कुरा गर्दै यसरी बस्छौँ भनेर। पहिला फोन गर्दा 5 मिनटमा आउने साथीहरू आज विदेशमा 5 मिनटको लागि भेट्नु पनि महिनौँ पर्खिनु पर्छ। तर जब भेट हुन्छ तब सबै कुरा शान्त हुन्छ। न त केही कुराको टेन्सन, न त केही कुराको चिन्ता हुन्छ त मात्र सबैको मुहारमा हाँसो हुन्छ। तर के गर्नु, जुन समय हामी खुसी हुन्छौँ त्यो समय बितेको थाहा नै हुँदैन, र बेला हुन्छ सबैजना आफ्नो आफ्नो रुमतर्फ फर्किने। सबैजना फेरि छिट्टै भेट्नुपर्छ भन्दै आफ्नो आफ्नो बाटो लाग्न थाल्यौँ। म पनि बसमा चढेर आफ्नो रुमतर्फ लागेँ, र यसरी नै आज 2026 को पहिलो दिन मेरो साथीहरूसँग बित्यो। Right there on top of the moon, we could sit and do nothing. I wish we were bold to just fly away. र यो भिडियो एडिट गरेर हाल्दा ढिलो हुन्छ होला, तर पनि तपाईहरू सबैजनालाई ह्याप्पी न्यू इयर। होप यो साल सबैको लागि स्पेशल साल होस्, सबैजनाको लाइफमा सक्सेस र खुसी आओस्। 26 में तो दुनिया खत्म है। हाँ, रोक ले जा। र मेरो आमा, आप्पा, दादा, साथीभाइ सबैलाई धेरै माया र सम्झना छ। भिडियो मन पर्यो भने लाइक, कमेन्ट, शेयर अनि सब्सक्राइब गरिदिनु होला। आज के लिए फिलहाल इतना ही। आपकी तरह मैं भी मायूस हूँ, लेकिन उम्मीद पर दुनिया कायम है। दिल दुखा है लेकिन टूटा तो नहीं है, और उम्मीद का दामन छूटा तो नहीं है।